कन्फिडेन्स चाहिँ थिएन क्या ममा। पहिला चाहिँ मलाई एकदमै डर लाग्थ्यो कसैको पनि अगाडि बोल्ने, कसरी बोल्ने होला, सायद म राम्रो बोल्दिनँ होला जस्तो लाग्थ्यो। म सबैलाई यही भन्न चाहन्छु कि तपाईँहरूलाई लाग्छ कि तपाईँको कम्युनिकेसन स्किल राम्रो छैन भने दिस इज द बेस्ट प्लेटफर्म। आई विल गिभ 10 आउट अफ 10 किनकि म हरेकजना रिकमेन्ड गर्छु कि इफ यु वान्ट टु इम्प्रुभ युर कम्युनिकेसन स्किल देन दिस इज फर यु। पढ्नमा चाहिँ सबैजना राम्रै हुन्छ होइन, तर त्यो बोल्ने स्किल नै हुँदैन कि मसँग पनि त्यस्तै हुन्छ, मसँग बोल म त्यसमा पार्टिसिपेट गरौँ तर डरले गइरहेको हुँदैन। अरू ट्रेनर चाहिँ इन्डिभिजुअली फोकस गर्नु हुँदैन मलाई जस्तो लाग्छ। कहिलेकाहीँ जीवनमा सबैभन्दा ठुलो परिचय नामले होइन मुस्कानले दिन्छ। त्यसैले आजको हाम्रो चिन्जान पनि मुस्कानबाट सुरु गरौँ। नमस्कार सबैजनालाई, मेरो नाम नेहा शाह हो। मेरो जन्मघर डाइनिया 9 सुनबर्ती नगरपालिका। मेरो हाल विराटनगरमा बसोबास गरिरहेको छु। म एउटा विद्यार्थी हुँ। यो क्लास जोइन गर्नुभन्दा अगाडि चाहिँ मेरो सबभन्दा ठुलो इन्सेक्युरिटी चाहिँ मेरो कन्फिडेन्स थियो। पहिला चाहिँ मलाई लाग्थ्यो कन्फिडेन्स चाहिँ थिएन क्या ममा। पहिला चाहिँ मलाई एकदमै डर लाग्थ्यो कसैको पनि अगाडि बोल्ने, कसरी बोल्ने होला, सायद म राम्रो बोल्दिनँ होला जस्तो लाग्थ्यो। तर यो 10 दिन क्लास जोइन गरेपछि चाहिँ अब चाहिँ मलाई मेरो त्यो कन्फिडेन्स चाहिँ इन्क्रिज भयो। अब चाहिँ म जहाँ पनि गएर राम्ररी बोल्न सक्छु भन्ने जुन कन्फिडेन्स डेभलप भयो 10 दिनमा चाहिँ। मलाई चाहिँ सबभन्दा राम्रो चाहिँ पर्सनालिटी डेभलपमेन्ट चाहिँ लाग्यो। किनकि एउटा राम्रो अब भोलिको दिन म एउटा सिए भयो भने मेरो पर्सनालिटी डिटर्माइन गर्छ, किनकि मेरो पर्सनालिटी कस्तो छ भनेर। सो म यो आफ्नो यो त पर्सनालिटी भनेको त लाइफ टाइम युज हुने हो। अब कस्तो पर्सनालिटी मेन्टेन गर्ने कुरा चाहिँ मैले क्लासमा सिकेँ र यो स्किललाई चाहिँ म लाइफ टाइमसम्म युज गर्नेछु। आजकलको जेनेरेसनमा सबैलाई थाहा छ कि कम्युनिकेसन स्किल कति धेरै इम्पोर्टेन्ट छ भनेर, होइन? सबलाई थाहा छ। आजकलको जेनेरेसनमा जब पनि खोज्न जानुभयो भने चाहिँ सबभन्दा पहिला हेर्छ कि हाउ यु टक विथ देम। सो त्यही भएर चाहिँ म सबैलाई यही भन्न चाहन्छु कि तपाईँहरूलाई लाग्छ कि तपाईँको कम्युनिकेसन स्किल राम्रो छैन भने दिस इज द बेस्ट प्लेटफर्म, होइन? तपाईँ चाहिँ हरेक इन्डिभिजुअललाई चाहिँ इन्डिभिजुअली फोकस गर्नुहुन्छ सबैमाथि, अनि त्यस पछाडि क्लासमा पनि प्र्याक्टिस गर्नुहुन्छ कसरी बोल्ने, के कमी छ, के कमजोरी छ, तपाईँ हरेक कुरा नोटिस गर्नुहुन्छ, कुन कुरामा सुधार गर्नुपर्छ। त्यो चाहिँ मलाई एकदमै धेरै इफेक्टिभ लाग्यो। भिडियो बनाएर पठाएपछि चाहिँ हजुरले पुरै के कमी छ, कमजोरी छ, के सुधार्नुपर्छ, त्यो हरेक कुरामा तपाईँले फोकस गर्नुभयो। त्यो चाहिँ मलाई एकदमै धेरै राम्रो लाग्यो। म हरेकजना रिकमेन्ड गर्छु कि इफ यु वान्ट टु इम्प्रुभ युर कम्युनिकेसन स्किल देन दिस इज फर यु। सो कुनै पनि डिबेट गर्नु पर्दैन, यु विल के भन्छ यु विल इन्जोय। ओके ग्रेट। म हरेक स्टुडेन्टलाई भन्न चाहन्छु अब हुन्छ नि, अब पढ्नमा चाहिँ सबैजना राम्रै हुन्छ होइन, तर त्यो बोल्ने स्किल नै हुँदैन कि मसँग पनि त्यस्तै हुन्छ, मसँग बोल्ने स्किल चाहिँ राम्रो छैन जस्तो लाग्छ मलाई, होइन? अब जसलाई चाहिँ एउटा डर लागिरहेको हुन्छ, स्टेजमा जान डर लागिरहेको छ, किनकि एउटा स्टुडेन्ट भएपछि प्रेजेन्टेसन दिनुपर्छ। अब कति धेरै स्पिच कम्पिटिसन हुन्छ, के हुन्छ, त्योमा अब मान्छेलाई लागिरहेको हुन्छ कि म त्यसमा पार्टिसिपेट गरौँ, तर डरले गइरहेको हुँदैन। त्यो डरलाई ओभरकम गर्न चाहनुहुन्छ भने चाहिँ दिस इज बेस्ट प्लेटफर्म। सो आई वान्ट टु रिकमेन्ड एभ्रीवन टु जोइन दिस क्लास। ओके, आई विल गिभ 10 आउट अफ 10 किनकि मलाई केही पनि कमी नै लागेन यो क्लासमा, होइन? मैले जे चाहेको थियो त्यो सबै थोक मलाई पाएँ नै, किनकि मलाई जहिले लाग्थ्यो कि कसरी बोल्ने होला र कुन फर्मेटमा बोल्ने, त्यो सबै थोक मैले पाएँ, होइन? अब चाहिँ मेरो कन्फिडेन्स चाहिँ इन्क्रिज भइसक्यो। त्यही भएर चाहिँ म 10 आउट अफ 10 नै दिन चाहन्छु। अरू ट्रेनर चाहिँ इन्डिभिजुअली फोकस गर्नु हुँदैन मलाई जस्तो लाग्छ। तपाईँले चाहिँ पुरै इन्डिभिजुअली फोकस गर्नुभयो, हरेकजनालाई एक एकजनालाई क्लासमा पनि प्र्याक्टिस गराउनु भयो, सबैको लागि इन्डिभिजुअली टाइम पनि निकाल्नु भयो, हरेक मान्छेलाई त्यो कमी कमजोरी निकाल्नु भयो, के कमी छ, के सुधार्नुपर्छ, त्यो हरेक टिचरले नोटिस गर्दैन जस्तो लाग्छ मलाई चाहिँ। तपाईँले चाहिँ त्यो हरेक कुरा नोटिस गर्नुभयो, त्यो चाहिँ मलाई एकदमै धेरै राम्रो लाग्यो।